हार्दिक नमन हजुरहरूमा। आजको कविता बेसरम आइमाई म। खोइ बचपनमा आमाले लगाइदिनु भएको छोटो जामाबाट कसैले निहाल्यो निहालेन मलाई पत्तो छैन। अलि ठुली हुँदा घरमा ट्युसन शिक्षक मैले लेखेका अक्षरभन्दा बढी मेरो बेप्रवाह लगाइएको छोटो स्कर्ट र पातलो टी सर्टको छिद्रहरूमा नै एकोरिएर हराउनुको सत्य धेरै पछिसम्म बुझिन। केही वर्षपछि एक दिन फक्रिँदै गरेको कलिलो यौवन बोकेर गाउँ सहर डुल्दा कसिएको चोलीभित्र सुसज्जित मेरो अस्मिताको शिखरमाथि निर्लज्ज धावा बोल्दै मेरा सर्वाङ्ग दौडिरहेका धूर्त आँखाहरू स्पष्ट देखेँ। म त्रसित भएँ ती भयावह आँखाहरूबाट जो निर्लज्ज मेरा सर्वाङ्ग विचरित थिए। मलाई त्यो गल्ली वा चोकहरू जहाँ मैले मेरो पुरै बाल्यकाल बिताएकी थिएँ सबै अपरिचित, अनौठा र डरलाग्दा लागे। भोलिपल्ट कुखुरो नबाँच्दै मैले गाउँ छाडेँ र हानिए भिन्न भिन्न बस्तीहरूमा बोकेर झिनो सुरक्षाको सपना, भेटिएन सुरक्षाको छानो र जोगिन सकिन म ती दुष्ट दृष्टिहरूबाट। विश्वास गर्नुहुन्छ मन्दिर परिसरमा झुल्किएका सौम्य मुहारका खोबिल्टा परेका गहिरा आँखामा मेरो जवानीको गहिरो तृष्णा देखेँ। गाँजाको सौली चापिने डढेका ती काला नीला ओठहरू गाँजा छोडेर मेरा ओठहरू चुम्न बेग्रा आतुर देखेँ। गुम्बाका भिक्षुहरू हुन्, चर्चका पादरीहरू हुन् या यहुदीका राबीहरू, खरानी र गेरुले छोपिएर अवैध वीर्यपातका असीमित चाहहरूको खहरे बगाउँदै मेरै पुष्ट नितम्बलाई अचानो बनाई चोलीभित्र लुकेको अस्मिताको घाँटी रेट्न ठिक्क परेपछि मैले हायल कायल भई आत्मसमर्पण गरिदिएकी हुँ ती गिद्धे आँखा सामु र खोलिदिएकी हुँ यो चोलीको तुना। त्यसपछिका दिनहरूमा मैले मेरो जीवनको आयाम अनि जिउने शैलीलाई आफ्नै अनुकूल बनाएकी छु। आफ्नै दैनिकी खेपेर साँझ 2-4 बोतल बियरसँग लट्ठिँदै मस्त निदाउनु र स्वतन्त्र बिहानी जन्माएर बिउजिनु नै मेरो जीवनको पर्याय बनेको छ। म निडर भएकी छु। हेर त मलाई कुनै आँखा अनि ओठहरूसँग डर छैन, किनकि म ती आँखाहरूमा गढेका तृष्णालाई दास बनाउन सक्छु। म बदलिएको थाहा छ मलाई, अनि मलाई यो पनि थाहा छ कि के हो आजको मेरो परिचय यो समाजमा। थाहा छ उही नक्कचरी अनि बेसरम आइमाई म। धन्यवाद। हामी फेरि भेट्ने नै छौँ।